नयाँ वर्ष 2083 सालको सम्पूर्णमा धेरै धेरै शुभकामना। अघिल्लो सालमा पुरा हुन नसकेका इच्छा चाहनाहरू चाहिँ यो सालमा पुरा हुन्। आफ्नो जिन्दगीमा स्वस्थ रहनुहोला, मस्त रहनुहोला अनि व्यस्त रहनुहोला। हे गाई, सबैजनाले धेरै धेरै स्वागत छ मेरो मिनी ब्लगमा। आज चाहिँ हामीहरू चाहिँ आमा छोरा अनि सानी भएर चाहिँ घुम्न जाने भनेर चाहिँ हिँडेको छौँ। हामी चाहिँ मेन रोडमा आयौँ। नानीहरू चाहिँ अटो लिएर आइसक्नु भएको थियो मेन रोडमा। अनि हामी अटो चढेर चाहिँ गयौँ। कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ हाम्रो यहाँ चाहिँ कनेरी पार्क खुलेको थियो। अनि हामीहरू चाहिँ त्यही नजिकैको पार्क जाउँ न भनेर चाहिँ सबैजना मिलेर चाहिँ पार्क जान लागेको। खासमा चाहिँ टिकटकमा हेरेर चाहिँ हामी यो पार्क आएको होइन। रियालिटी भर्सन्स एक्सपेक्टेसन भर्सेस रियालिटी भन्छ नि, त्यस्तै चाहिँ भएको थियो। यसमा चाहिँ खास चाहिँ केही पनि थिएन। अलिअलि यो यो टिकटकमा देखेर चाहिँ म चाहिँ यही भन्छु कि आजदेखि टिकटकमा देखेर चाहिँ कुनै पनि ठाउँमा चाहिँ यस्तो राम्रो रहेछ भनेर चाहिँ नजानु होला होइन। टिकटकले चाहिँ एकदम नराम्रोसँग चाहिँ हामीले चाहिँ झुक्कायो। तपाईँहरूलाई पनि झुक्काउला। त्यसपछि हामी त्यहाँ बस्न सकेनौँ। अनि हामी चाहिँ गयौँ जोकरताल जाऊँ न भनेर, बरु त्यहाँभन्दा चाहिँ जोकरतालै राम्रो होला, फुलहरू पनि फुलेको छ भनेर चाहिँ हामी जोकरताल लाग्यौँ। जोकरताल पुगेपछि चाहिँ हामी चाहिँ टन्नै खानेकुराहरू किनेर चाहिँ भित्री गएर खाने भनेर चाहिँ खानेकुराहरू, चिसोहरू, कुरमुरेहरू, चिप्सहरू अनि त्यसपछि चाउमिन, मोमोहरू किनेर चाहिँ हामी चाहिँ भित्र लाग्यौँ। दिदी र म चाहिँ भिडियो बनाउँदैछौँ। चिसो कस्तो शीतल आनन्द आउने टाइप चाहिँ थियो कि जोकरताल चाहिँ। अनि हामी गएर चाहिँ सामानहरू खोल्यौँ। नानीहरू भिडियो बनाउँदै हुनुहुन्छ। यहाँ हामीले चाहिँ खाना लाग्यौँ, चिसो चियर्स गर्दैछौँ। रमाइलो बरु त्यहाँ कनेरी पार्क भन्दा चाहिँ जोकरताल एकदमै रमाइलो थियो। सबैजना पनि त्यहाँ एकदम धेरै मान्छेहरू पनि थिए। त्यसपछि हामीले लिएर आएको थियौँ चिसो कोक लिएर आएको थियौँ। अनि चिप्सहरू थियो, अनि चाउमिन खानेले चाउमिन, मोमो खानेले मोमो थियो। अनि यहाँ चाहिँ नानीको चाहिँ मङ्गलबारको व्रत भएर चाहिँ नानीले चाहिँ घरबाट नै खाना बनाएर लिएर आउनुभएको थियो। अनि हामी खानासाना खाएर फेरि घरतिर लाग्यौँ। थ्याङ्क यू फर वाचिङ गाइज, बाई।